4:08 छ। हामी रेड नेपालको परिसरमा छौँ। आज रेड नेपालको वरिपरि हेर्दाखेरि चारैतिर धुवाँ कालो छ। तर प्रत्यक्षदर्शी भयो है भीमजी, प्रत्यक्षदर्शी भयो भन्दा पनि हाम्रो त ड्युटी नै हो, गर्नै पर्यो हाम्रो दायित्व। रिता भूकम्पको बेला पनि यसरी ड्युटी गरेका थियौँ, आज पनि यसरी ड्युटी गरेका छौँ। विपदको बेलामा सधैँ रेडियो नेपालको साथमा रहन्छौँ। हाम्रो यो दायित्व जिम्मेवारी हो होइन, किनकि हामीले गर्नुपर्ने जिम्मेवारी दायित्व हो। यसरी छौँ हामी सबजना यहाँ। तर एक ग्रुप आएको भाइ बहिनीहरूलाई सम्झाएर होइन चाहिँ पठाइएको छ। सम्झाएर पठाएपछि उहाँहरू फर्केर जानुभएको छ, किनकि रेडियो सम्पत्ति सबैको हो, सबैलाई चाहिन्छ भन्ने जस्ता कुराकानी गरिसकेपछि उहाँहरू कन्भिन्स भएर जानुभएको छ। तर रेडियो परिसरको वरिपरि चाहिँ कुनै पनि भवनहरू खाली जस्तो देखिँदैन। सब ठाउँमा आगो लगाएर अलिकति विध्वंस टाइपको गतिविधि हामीले देख्न सक्छौँ यतिखेर। पूर्ण सर के भन्नुहुन्छ? केही छैन, अब आज सबै दुःख लाग्दो घटना हैन, हिजो पनि दुःख लाग्दो घटना भयो। नाबालक भाइ बहिनीहरूको ज्यान गयो। हुन्थेन यो चाहिँ, हुन्थेन। यो घटना नहुँदै अलिकति सावधानी अपनाउनु पाएका हुन्थ्यो। अब त्यो घटना घटिसकेपछि पनि आज पनि अब सिंहदरबारभित्रका सम्पूर्ण एकदमै भवनहरू चाहिँ हजुर अधिकांश दुःखदायी छ। हजुर एकदम अब यो क्षतिपूर्ति गर्न धेरै वर्ष लाग्छ होइन उद्धव सर? एकदम यो राष्ट्रको लागि एउटा कालो दिन भयो। हजुर नेपाललाई धेरै कालै जान्छ भन्ने अब भन्न सकिँदैन। हो अवस्था एकदम जटिल अवस्था छ। बहिनीहरू भनाइ छ, केही छ भनाइ? यस्तो हो, हामी चाहिँ आज जुन पनि आन्दोलनहरू जति पनि सफल भएको छन् त्यो चाहिँ काहीँ न काहीँ सोसल मिडियाको, सञ्चारकर्मीहरूको सबैको हात छ होइन। तर तपाईँहरूले पनि अब चाहिँ निस्वार्थ तपाईँहरूको कलम, तपाईँहरूको आवाज पनि निस्वार्थ रूपमा चलोस्। अहिलेसम्म चलेको सुनेका छौँ होइन। रेडियो नेपालले सुरुदेखि नै नेपालको इतिहासमा हेर्दाखेरि तपाईहरुले सम्प्रेषण गरेको भएर नै आज हामीले रेडियो नेपाल बचाएको हो। त्यसैले तपाईहरुले अहिलेसम्म इतिहासदेखि यहाँसम्म आउँदाखेरि रेडियो नेपाल सबैभन्दा पुरानो सञ्चार माध्यम अहिलेसम्म त्यति धेरै उसमा नआएको हुनाले चाहिँ हामीले हाम्रो कर्तव्य सम्झेर चाहिँ एकदमै धन्यवाद तपाईँहरूलाई, किनकि तपाईँ हाम्रै सम्पत्ति हो यो होइन, बोल्नु पर्छ है। तपाईहरुकै बजाउनु, हामी नागरिककै बजाउने हो यो होइन। त्यो कारणले गाउँ गाउँमा हुँदाखेरि हामीले रेडियो नेपालबाट गीत सुन्थ्यौँ, रेडियो नेपालबाट हामीले चाहिँ समाचारहरू सुन्थ्यौँ। रेडियो नेपालको नामै हामीले पहिल्यैदेखि सुने हो क्या, त्यही भएर नै हामीले यो रेडियो नेपाल बचाएको हो क्या आज। त्यसको लागि एकदमै धन्यवाद बहिनीहरू है। तपाईँहरूको मोर्चालाई सम्हाल्नु होला है, सबैलाई हामी यति संवेदनशील छौँ, हामीलाई यति धेरै थाहा छ कि आज हेर्नु जुनसुकै सरकारी कार्यालयहरू जलेको हुनसक्छ, नेताहरूको घरहरू जलेको हुनसक्छ, तर नेताको घरसँगै जोडेको अर्को घरमा एउटा पनि ढुङ्गा लागेको अहिलेसम्म चाहिँ कुनै पनि न्युज या कुनै पनि भिडियोहरू प्रसारण भएको छैन।